रूपन्देही जिल्लामा 13वटा उद्योगमा जुन सरकारले चाहिँ लाइन काटेको छ 13वटै उद्योगका चाहिँ हाम्रो प्रतिनिधिहरू बुटोल उद्योगवाणी सङ्घको चाहिँ उपाध्यक्षज्यू, तिलोत्तमा उद्योगवाणी सङ्घको अध्यक्षज्यू, बुटोल उद्योग सङ्घको अध्यक्षज्यू र समग्र सिद्धार्थ उद्योगवाणी सङ्घका हाम्रो कार्य समितिका साथीहरू र सम्पूर्ण उद्योग व्यवसायी साथीहरूको एउटा बैठक बस्ने हामीले हिजो नै निर्णय गरेका थियौँ र आज हामी 11 बजे जुन बैठक बस्यौँ र यो बैठकले के निर्णय गरेको छ भने भोलि पहिलो चरणको कार्यक्रम शान्तिपूर्ण रूपमा चाहिँ 1 घण्टा हामीले 11 बजेदेखि 12 बजेसम्म बुद्ध चोक चाहिँ विद्युत अफिसको अगाडि हाम्रा सम्पूर्ण श्रमिकहरू, हामी उद्योगी व्यवसायी र हाम्रा सम्पूर्ण सङ्घ संस्थाका पदाधिकारी साथीहरू भएर 1 घण्टा चाहिँ हामीले धरना कार्यक्रम गर्नेछौँ र त्यसपछि अनि अगाडिका दिनमा अब हामी कसरी जाने भन्ने कुरोमा त्यही चाहिँ धरना कार्यक्रमपछि फेरि अर्को निर्णय आउने कुरा म यहाँहरूलाई जानकारी गराउँछु। मर्कामा परेका छन्। श्रमिकहरू 15,000 भन्दा बढी श्रमिकहरू बेरोजगार हुने अवस्था भएको छ। यो सरकारको गलत निर्णयको कारणले गर्दा यस्तो भएको छ भन्ने हामीलाई लागेको छ। जे होस्, तथ्यगत रूपमा सबै बुझेर यथाशीघ्र मजदुरलाई रोजगार दिनुपर्छ, मजदुरलाई कामबाट निष्कासन गर्नुहुन्न भन्ने हामीले ठानेका छौँ। त्यही अनुसार संयुक्त रूपमा रोजगारदाता र श्रमिक सङ्गठनहरूले गर्ने भोलिको विरोध प्रदर्शनमा श्रमिक सङ्गठनको उपस्थिति रहनेछ र हामीले जोरदार रूपले खास गरेर सम्बन्धित निकायलाई तत्काल यो माग पुरा गर्नको लागि अनुरोध गर्दछौँ। रूपन्देहीको भैरवा बुटोल करिडोरको जुन 13वटा उद्योगको समस्या छ, उहाँहरूलाई 100% अन्याय भएको हो र हाम्रो अडान जबसम्म प्राधिकरणले निशर्त आएर विद्युत जोडान गर्दैन तबसम्म हामी कुनै पनि बगैँचा रकम भनेको रकमलाई तिर्नेवाला छैनौँ र साथसाथै हाम्रो माग अर्कै छ। प्राधिकरणको आन्तरिक समस्याले गर्दा हामीलाई जबरजस्ती लोड सेडिङ जुन जबरजस्ती तरिकामा जुन हामीलाई ट्रङ्क लाइन भनेर एउटा लोड सेडिङमा बस्दा पनि एउटा डेडिकेटेड लाइनको बगैँचा रकम भर्न जुन बिल दिएछ यसलाई खारिज हुन साथसाथै प्राधिकरणको सम्बन्धित व्यक्तित्वहरूले अगाडि आएर यसरी तपाईँहरूलाई प्राधिकरणको आन्तरिक समस्याले गर्दा यो परिवर्तन भएको जुन हामीसित लिखित प्रमाण छ त्यसैको आधारमा आम जनता अगाडि उहाँले माफी दिनुपर्छ र आफ्नो गल्तीलाई एहसास गरेर कमसेकम जनतामाथि जुन एउटा उद्योगहरूले चोरी गरेर प्रयोग गरेको र बगैँचा रकम नतिरेर राज्यलाई ठगिराखेको जुन एउटा अफवाह फैलिरहेको छ त्यसको लागि जुन जिम्मेवार पर्सन छ उहाँलाई कारबाही हुनुपर्छ, उहाँले अगाडि आउनुपर्छ, उहाँले कडाभन्दा कडा कारबाही। मेरो माग अनुसार त उहाँलाई कानुनी कारबाही बाहेक पनि हालको जुन जेन्जी कारबाही छ उहाँहरूलाई नै लागू होस् भनेर हामी 13वटा उद्योगको जोरदार माग यही नै रहेछ।